साथीहरू हुन गइरहेको वैशाख 6 गते नेपाल प्रहरीको इक्जामको लागि चाहिँ इम्पोर्टेन्ट क्वेसनहरू जिके र आइक्यू क्वेसनहरू 25 वटा लिएर आएको छु। ध्यान दिएर सुन्नुहोला, नोट गर्नुहोला र भिडियोलाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। क्वेसन नम्बर 1 मा रहेको छ पर्यटकीय स्थल कन्याम कहाँ पर्दछ? यसको सही एन्सर रहेको छ इलाम। त्यसैगरी साथीहरू क्वेसन नम्बर 2 मा रहेको छ राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको औसत परिवार संख्या कति जनाको छ? यसको सही एन्सर रहेको छ ख 4.37 जना। क्वेसन नम्बर 3 मा रहेको छ हिमाल पारीको जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? यसको सही एन्सर रहेको छ घ मनाङ र मुस्ताङ। क्वेसन नम्बर 4 मा रहेको छ गैडाको बच्चालाई केटाकेटी भनिन्छ भने हात्तीको बच्चालाई के भनिन्छ? यसको सही एन्सर रहेको छ छावा। साथीहरू भिडियोलाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। त्यसैगरी क्वेसन नम्बर 5 मा रहेको छ दनुवार जातिको मुख्य वासस्थान रहेको जिल्ला कुन हो? यसको सही एन्सर रहेको छ सिन्धुली। क्वेसन नम्बर 6 मा रहेको छ विक्रम सम्वत 1903 असोज 2 कसको हत्या पत्ता लगाउन डाकिएको बेला कोत पर्वतमा परिणत भएको थियो? यसको सही एन्सर रहेको छ गगन सिंह। क्वेसन नम्बर 7 मा रहेको छ तातोपानी व्यापारिक नाका कुन जिल्लामा पर्दछ? यसको सही एन्सर रहेको छ सिन्धुपाल्चोक। त्यसैगरी साथीहरू क्वेसन नम्बर 8 मा रहेको छ संरक्षित घस्रने जीवजन्तुमा कतिवटा जीवजन्तु राखिएको छ? यसको सही एन्सर रहेको छ क को 3 वटा। क्वेसन नम्बर 9 मा रहेको छ थोराङ लापास कुन जिल्लामा पर्दछ? यसको सही एन्सर रहेको छ मनाङ। प्रश्न नम्बर 10 मा रहेको छ लुम्बिनी प्रदेशमा कतिवटा जिल्ला छन्? यसको सही एन्सर रहेको छ 12 वटा। प्रश्न नम्बर 10 मा रहेको छ गङ्गासागर ज्ञानकुण्ड कुन जिल्लामा पर्दछ? यसको सही एन्सर रहेको छ धनुषा। गङ्गासागर ज्ञानकुण्ड चाहिँ धनुषा जिल्लामा पर्दछ। साथीहरू सब्स्क्राइब गर्न नभुल्नुहोला। क्वेसन नम्बर 11 मा रहेको छ चुलीको हिमाल सेतो हिमाल कुन हिमालको उपनाम हो? यसको सही एन्सर रहेको छ धौलागिरी हिमाल। धौलागिरी हिमाललाई चाहिँ छचुलीको हिमाल र सेतो हिमालको नामले पनि चिनिन्छ साथीहरू। क्वेसन नम्बर 12 मा रहेको छ नेपालको ठुलो हिमनदी कुन हो? यसको सही एन्सर रहेको छ लामटाङ। ठुलो हिमनदी चाहिँ लाङटाङ हो साथीहरू। प्रश्न नम्बर 12 मा रहेको छ नेपालको 753 स्थानीय तहमा जम्मा वडा सङ्ख्या कति रहेको छन्? यसको सही एन्सर रहेको छ ख नम्बरको 6743 वटा चाहिँ वडा सङ्ख्या रहेको छन् साथीहरू। क्वेसन नम्बर 14 मा रहेको छ कफी खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो? यसको सही एन्सर रहेको छ गुल्मी। गुल्मी चाहिँ कफी खेतीको लागि प्रसिद्ध जिल्ला हो साथीहरू। प्रश्न नम्बर 16 मा रहेको छ नेपालको पछिल्लो पल्ट भएको स्थानीय तहको निर्वाचन कुन मितिमा सम्पन्न भएको थियो? यसको सही एन्सर रहेको छ 2079 वैशाख 30 गते चाहिँ सम्पन्न भएको थियो। प्रश्न नम्बर 17 मा रहेको छ नेपालमा कति तहको सरकार छन्? यसको सही एन्सर रहेको छ 3 तहको। प्रश्न नम्बर 18 मा रहेको छ नेपाल प्रहरीको जवानमा रिक्त भएको पद कति प्रतिशत खुल्ला प्रतिस्पर्धा भर्ना गरिन्छ? यसको सही एन्सर रहेको छ 100%। जवानमा चाहिँ 100% खुल्लाबाट भर्ना गरिन्छ साथीहरू। प्रश्न नम्बर 19 मा रहेको छ प्रहरी कर्मचारीले 1 वर्षमा कति दिन बिरामी बिदा पाउँछन्? यसको सही एन्सर रहेको छ 12 दिन। प्रश्न नम्बर 20 मा रहेको छ 4, 16, 64 जस्तै तलका विकल्पहरूबाट उपयुक्त विकल्प छान्नुहोस्। यसको सही एन्सर रहेको छ साथीहरू 5, 25, 125 हुन्छ यसको सही एन्सर चाहिँ। प्रश्न नम्बर 21 मा चाहिँ आइक्यू सम्बन्धी क्वेसन रहेको छ साथी हो। क्वेसन रहेको छ दिएको श्रेणीलाई पुरा गर्नुहोस्। श्रेणीमा 14, 28, 20, 40, 64। यसको सही एन्सर चाहिँ रहेको छ 56। यो कसरी हुन्छ कमेन्टमा गर्नुहोला। प्रश्न नम्बर 22 मा रहेको छ घडीको समय जस्तै थर्मोमिटरको के हुन्छ? यसको एन्सर
रहेको छ तापक्रम। घडीको समय हुन्छ भने चाहिँ थर्मोमिटरको तापक्रम हुन्छ साथीहरू। क्वेसन नम्बर 23 मा रहेको छ नमिल्ने छुट्याउनुहोस्। गहुँ, धान, तोरी, मकैमा चाहिँ नमिल्ने तोरी हुन्छ। यस्तै क्वेसनहरू सोधिरहेको हुन्छ साथीहरू। यस्तो क्वेसन अलिक ध्यान दिनु होला। प्रश्न नम्बर 24 मा रहेको छ सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? यसको सही एन्सर रहेको छ काठमाडौँ। काठमाडौँ चाहिँ सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला हो। साथीहरू सब्सक्राइब र लाइक गर्न पनि नभुल्नुहोला र कमेन्ट गर्न पनि नभुल्नुहोला। प्रश्न नम्बर 25 मा रहेको छ नेपालमा शिकार आरक्षित क्षेत्र कतिवटा रहेका छन्? साथीहरू यो क्वेसन चाहिँ तपाईँहरूको लागि भयो। नेपालमा शिकार आरक्षण कतिवटा छन् कमेन्ट गर्नुहोला।